हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आउनु सँगसँगै सुकेको गुन्द्रुक अनि आलुको झोल बनाम। सुरुमा त सुकेको गुन्द्रुकलाई पानीमा भिज्नलाई छोडम, अनि त्यसपछि आलु उसिनिसकेको थिएँ। त्यसलाई केलाइसकेपछि हातको सहायताले आलुलाई मजाले मुछ्न थालेँ। यत्तिको भएपछि अनि लसुन खुर्सानीको पेस्ट बनाउनतिर लागेँ। त्यसलाई ओखलमा हालेर मजाले कुटेँ, अनि त्यसपछि प्याज काटिसकेपछि अनि कराई बसालेँ। कराईमा तेल एड गरेँ। तेल एड गरेपछि तोरी अनि जिरा मजाले फुट्नलाई छोडेँ, अनि त्यसपछि अघि काटेको प्याजलाई एड गरेँ। प्याजलाई एड गरेपछि मजाले चलाएँ एकछिन, अनि स्वादअनुसार बेसार हालेपछि अघिको आलु, अनि त्यसलाई मजाले चलाइसकेपछि अनि स्वादअनुसार नुनसँगै अनि अघिको लसुन खुर्सानीको पेस्ट त्यसलाई मजाले एकछिन चलाइदिएँ। अनि त्यसपछि जिरा धनियाँको धुलो, अनि त्यसपछि अघि भिजाएको गुन्द्रुक त्यसलाई चलाएँ, अनि पानी नपुगेको जस्तो भयो फेरि एड गरेर छोपिदिएँ। छोपेर 5-7 मिनट छोडेको थिएँ। हेरेँ त मजाले पाकिसके रहेछ आलु अनि गुन्द्रुकको झोल।